हाम्रो देशको शेरबहादुरको श्रीमती आरजु पर्सीको सबैभन्दा ठुलो भ्रष्टाचारी महिला हो। पार्टीको पनि जेन्जी हुन्छ है। एमालेको जेन्जी भनेर कसैले भन्दैछन्, कसैले कांग्रेसका जेन्जी, कोही चाहिँ माओवादीको, कोही राजावादी जेन्जी। जेन्जी भनेको नि त्यस्तो हुन्छ। उनीहरू आफ्नो पार्टी अध्यक्षका जेन्जी होला नि, तर यो देशको जेन्जी चाहिँ असली जेन्जी चाहिँ उनीहरू होइनन्। तपाईहरुले यो पत्रकार हो भन्ने कुरामा शर्म गर्नु। यस्ता पत्रकार छन् यो देशमा, पुरानो पत्रकार। गृहमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूले हामी एकजुट भएर को हो असली जेन्जी नै छुटाउन सकेको छैन भन्दै हुनुहुन्छ भने हामी एकजुट भएर हामी हो, हामी सम्पूर्ण नेपाली हो जेन्जीको साथमा। पढे लेखेको नाममा सबैभन्दा कुकर्म र भाउजूको सम्पूर्ण रकमको व्यवस्थापक यो हरामी हो। यसलाई चाँडो भन्दा चाँडो तपाईहरु सार्वजनिक गर्नुस्। चुनावमा आउने पार्टीहरूलाई हामीले नआउनुस् भन्ने होइन, आउनुस्, तर अब नयाँ भिजनका साथ नयाँ नेपालको लागि र भ्रष्टाचार म गर्दिनँ भन्दै अगाडि आउनुस्। सस्तो, छिटो र भरपर्दो फाइबर नेट र आइपीटीभी भनेकै छुट्टी छन्। छुट्टी छन्। यो भएको लडाकु 5500 बनाएको लडाकु 18000, त्यो 13000 को लडाकुको रकम खाएर चाहिँ सबै सिङ्गापुर र दुबईमा रकम लगेर राखेर यहाँ चाहिँ के लुइस केको ब्याग र 2 करोडको घडी लाउने यिनी महिला हुन्। यिनको बुवाले के गर्नुभयो, यिनले राखेको करोडौं रुपियाँ पैसाहरू 4 ट्रक 6 ट्रक पहिले बेपत्ता बनाएर यिनी कहाँ लुकेकी छिन् त? आउ न त तिमी देशभक्त भएदेखि आऊ। यही हो हाम्रो देशको शेरबहादुरको श्रीमती आरजु पर्सीको सबैभन्दा ठुलो भ्रष्टाचारी महिला हो। यसलाई तपाईले चाँडै भन्दा चाँडै खोजेर उहाँलाई एकपल्ट ल्याएर अरू रकमहरू दुबईको खातामा अरुण सुमार्गीबाट कति लगेर राखेको छ, विभिन्न साइप्रसहरूका विभिन्न ट्याक्स फ्री कन्ट्रीबाट कति पैसा राष्ट्र ब्याङ्कले रोकेर राखेको छ, त्यो यो महिलासँग तपाईहरुले भेटेर सोध्नको लागि म हार्दिक अनुरोध गर्दछु। भ्रष्टाचारी भाउजू, भ्रष्टाचारी देवर प्रकाश शरण महत नेपाली कांग्रेस पार्टीलाई बिगार्ने मेरो ठुलो हात छ। जेन्जीलाई हुवार दे, हाम्रो जेन्जी भाइ बहिनीलाई हुवार दे भनी यो महान अपराधी पढे लेखेको नाममा सबैभन्दा कुकर्म र भाउजूको सम्पूर्ण रकमको व्यवस्थापक यो हरामी हो। यसलाई चाँडो भन्दा चाँडो तपाईहरु सार्वजनिक गर्नुस्। अझै हुकार गर्दैछ, यसले हुकार गर्दैछ हैन। नेपाली क्याम्प गर्नु सबैभन्दा पहिले यो पढ्नु पर्यो। नेपाली कांग्रेस जस्तो म एउटा जहिले पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो भन्ने व्यक्ति हो, त्यो संस्थालाई अपराधीकरण गर्ने एउटा सबैभन्दा ठुलो हरामखोर यो प्रकाश शरण महत हो। यो नाम मात्र हो डाक्टर, यो वैद्यले यसलाई औषधि दिनुपर्छ, यो पागल हो। महान व्यक्ति हत्यारा केपी शर्मा ओली यो पहिला पत्रकार होइन, यो तपाईहरुले यो पत्रकार हो भन्ने कुरामा शर्म गर्नुस्। यस्ता पत्रकार छन् यो देशमा, पुरानो पत्रकार। अब यो एउटा प्युठानबाट आएको पत्रकार हुँदा निकै राम्रो काम गर्नु भएको थियो होला पहिला, तर महान नरसंहारकारीको महेश बस्नेत चाहिँ यो टाइपको समर्थक, यो चाहिँ यो टाइपको समर्थक। यसले नरसंहारकारीको जहिले पनि त्यसलाई जोगाएर यसको हन्डी खानी मध्येको यो पनि एउटा हो। यस्तालाई नाङ्गेसार तपाईहरुले गर्नुस्। यस्तोलाई पत्रकार भन्नुभन्दा यस्ता व्यक्तिलाई लगेर चाहिँ पर्यटकीय जेलमा चाँडैभन्दा चाँडो चलान गर्नको लागि हामी सबैजना तयार हुनुपर्छ। थ्याङ्क यू भेरी मच। सोझो बढी बोल्छ, फेरि म इन्स्टलमेन्टमा यहाँ तस्बिर राख्दै जान्छु। थ्याङ्क यू भेरी मच। रोकोमा बोल्ने हो कि राइट संसार कहाँ कसको हो? म एकचोटि खिचेर अनि म गएँ यहाँ। त्यही भने राइट संसार नि मैले चलाउने हो। कुनै पार्टीमा आबद्ध छैन, म कुनै पार्टीमा आबद्ध छैन। हजुरहरूले मेरो इतिहास पनि हेर्दा हुन्छ, अहिलेसम्म कुनै पार्टीगत काममा पनि लागेको छैन र कहिले हुनेवाला पनि छैन। भनेको पार्टी बिनाको जेन्जी होइन त तपाईँ? अब त्यसो भए प्रश्नमा जाउँ। यी जेन्जीहरूको माग मुद्दा वास्तवमा जसरी अगाडि बढ्नु पर्ने थियो, जे खालको सम्बोधन हुनुपर्ने थियो, त्यो सम्बोधन भयो जस्तो लाग्छ तपाईँलाई?
त्यो अहिलेसम्म हेर्दा चाहिँ भएको छैन। त्यही भएर हामीले सकेसम्म उहाँहरूलाई सबैलाई समेटेर संस्थागत गरौँ भनेर सबलाई हामीले बोलाएको थियौँ। तर उहाँहरू पनि सबै नआइदिएर आफ्नो आफ्नो स्वार्थ हेर्नुभयो होला कतिले चाहिँ होइन। सबैले यहाँ लिडर बन्न छ। तर मेरो हिसाबमा चाहिँ आजको यो चाहिँ सबैजना मिलेर गर्नुपर्ने थियो, तर नआएर चाहिँ उहाँहरूले गल्ती गर्नुभयो जस्तो छ। र पछिको समयमा हेरौँ के हुन्छ। जेएनजीहरूको माग किन चाहिँ सम्बोधन हुन सकेन? कसले गर्दा? जेएनजी आफैले गर्दा कि 50वटा जेएनजीको समूह भएर गर्दा कि अन्तरिम सरकारले गर्दा कि तत्कालीन सरकारले गर्दा कि कसले गर्दा चाहिँ सम्बोधन नभएको भन्नु त? यो हामी एक सङ्गठित नभएर हो मलाई जहाँसम्म प्रब्लम भएको जस्तो लाग्दछ। किनभने सबैजना सङ्गठित भयो भने हामी एकजुट बलियो हुन्थ्यौँ होला। तर सबैजना छुट्टै छुट्टै गर्दा हामी अलिकति कमजोर देखेका कारण अनि कहीँ घुसपेट पनि भएका कारण चाहिँ हामी यो स्थितिमा आइपुग्यौँ जस्तो लाग्छ मलाई चाहिँ। घुसपेटहरू भयो? हजुर। जेएनजीहरूमा एकता भएन? भएन। किन यति धेरै समूह चाहिँ किन भएको? मलाई जहाँसम्म लाग्दछ सबलाई आफ्नो नाम आफू अगाडि बढौँ र देशभन्दा नि आफू अगाडि बढौँ भन्ने सोच भएकाले चाहिँ यस्तो भएको जस्तो लाग्छ। यो पार्टीको पनि जेएनजी हुन्छ है? एमालेको जेएनजी भनेर कसैले भन्दैछन्, कसैले कङ्ग्रेसका जेएनजी, कोही चाहिँ माओवादीको, कोही राजावादी जेएनजी। जेएनजी भनेको पनि त्यस्तो हुन्छ? उनीहरू आफ्नो पार्टी अध्यक्षका जेएनजी होला नि, तर यो देशको जेएनजी चाहिँ असली जेएनजी चाहिँ उनीहरू होइनन्। उनीहरू भनेको चाहिँ आफ्नो पहिला चाहिँ आफ्नो स्वार्थ हेर्ने, पार्टीलाई देशभन्दा माथि राख्ने। अहिले आएर चाहिँ उहाँहरूले चाहिँ यो जुन नाटक गर्नुभएको छ त्यो चाहिँ अस्वीकार्य छ। तपाईँको नेता अहिलेसम्मको हेर्दै गर्दाखेरि चाहिँ को हो भन्नु? अहिलेसम्मको हेर्दा चाहिँ हामीले सुशीला कार्कीज्यूलाई हामीले छानेको थियौँ। अहिलेसम्म चाहिँ उहाँलाई नै मान्छौँ र युवाहरूमा चाहिँ हामी अहिले खोज्दैछौँ। सुदन गुरुङ तपाईँको नेता हो? यो अलि डिबेटेबल हुनसक्छ, त्यही भएर स्किप गर्न चाहन्छु। भनेको उहाँलाई तपाईँले मनले चाहिँ नेता मान्नु भएको छैन? नै छैन। अहिलेसम्म जेएनजीबाट कोही त्यस्तो प्रतिनिधित्व आएको छैन। अहिले हामी खोज्दैछौँ जसले साँच्चीकै देश चलाउन सक्छ उहाँले हामीले दिनुपर्छ, न कि अवसरवादीहरूलाई भन्दा चाहिँ मेरो माग चाहिँ त्यो हो। एक जेएनजीहरूले चाहिँ रवि लामी छानेलाई चाहिँ बाइपास गरे भनेर आयो होइन, समाचारहरूमा सामाजिक सञ्जालहरूमा आइसकेपछि हामीले पनि समाचार कति पनि बनायौँ होइन। रवि लामी छानेलाई ओहो जेएनजीले त बाइपास नै गरे भन्ने कुरा पनि हामीले बनायौँ। किनकि तपाईँहरूले कतिपय सामाजिक सञ्जाल मार्फत रविको बोयकट गर्ने अभियान चलाउनु भयो, गो ब्याक रवि जेल भनेर चलाउनु भयो। त्यस अर्थमा तपाईँहरूकै आधारलाई टेक्दै हामीले पनि त्यो समाचार बनायौँ। तर वास्तवमा देशव्यापी रूपमा हेर्दाखेरि र जेएनजीको यथार्थ बुझ्दाखेरि के रवि लामी छानेलाई जेएनजीले टोटली बाइपास नै गरेको हो, बोयकट नै गर्न खोजेको? हाम्रो उद्देश्य चाहिँ करप्सन विरुद्ध थियो। तर त्यो आडमा कोही मान्छे आफ्नो स्वार्थ हेर्दछ भने चाहिँ त्यति बेला चाहिँ हामीले उहाँलाई जसरी जेलबाट निस्किनु त्यही नै फिर्ता जानुहोस्, तपाईँ कानुनी प्रक्रियाबाट सचिएर आउनुहोस् अनि हामी तपाईँलाई मान्न तयार छौँ भनेर उहाँलाई हामीले सङ्केत दिन खोजेको थियौँ त्यति बेला चाहिँ। त्यति चाहिँ हो होइन? सङ्केत चाहिँ तपाईँ अहिले बस्नुहोस् फेरि चोखो भएर आउनुहोस् भन्ने मात्र थियो होइन? हजुर। के थियो कि अहिले जुन खालको अभियान चलिरहेछ होइन, रवि लामी छानेलाई त जेएनजीले मनै पराउँदैन, उनलाई चाहिँ नेतृत्वमा हेर्नै चाहँदैन भन्ने कुरा पनि हो? होइन, उहाँले चाहिँ आफू जेलबाट निस्किँदाखेरि केही दिन निस्केर उनीहरूले गरेको घटनाहरू त हजुर थाहा नै पाउनुभयो होला। त्यो घटनाहरू चाहिँ हामीले अप्रिय मानेर उहाँलाई फर्किदिनुहोस् होइन, तपाईँ बरु अदालत जानुहोस्, त्यहाँबाट फैसला सुनेपछि तपाईँ फर्किनुहोस् भनेर चाहिँ हामीले उहाँलाई त्यो सन्देश दिन खोजेको थियौँ। बालेनजीको नेतृत्वलाई कसरी हेर्नु भएको छ? बालेनजीले काम गरिरहनु भएको छ, राम्रै मान्छे हुनुहुन्छ, ठिकै। तपाईँलाई साथ नदिनु भएको के? खासमा सुरुमा त उहाँकै स्ट्याटसले गर्दा नि बढी भिड जम्मा भएको जस्तो लाग्दछ मलाई चाहिँ। उहाँले काम राम्रै गर्नुभएको छ, मेयरको रूपमा नि हेर्दा हुन्छ। तर पछिल्लो समय उहाँ पनि सबैको आफ्नो समस्या हुनसक्छ, उहाँको नि के समस्या होला त्यही उहाँ पछि हट्नुभयो होला। उहाँ भनेको देशलाई पछिसम्म चाहिने मान्छे हो। प्रत्यक्ष निर्वाचित हुन सक्छ जस्तो लाग्छ? अहिलेको हिसाबमा मलाई गाह्रै लाग्दछ, त्यही पनि नसकिने के होइन, कोसिस जारी छ। हस्, धन्यवाद। उमेर समूहका कारणले उमेरहरूका कारणले चुनावमा आफै होमिन नपाए पनि पक्कै पनि तपाईँहरूले कुनै न कुनै आफ्नो प्रतिनिधित्व छान्नु। हजुर, त्यसमा खबरदारीतामा सबैमा बस्छु। यो कुरामा चाहिँ तपाईँले के सोच्नु भएको छ? अनि अर्को प्रश्न, जुन अहिलेको सरकार छ अन्तरिम सरकार, त्यो सरकारमा जेएनजीको तर्फबाट एकजना पनि अहिलेसम्म मन्त्री हुनुहुन्न।
त्यो कुरालाई चाहिँ तपाईँहरूले कसरी लिनु भएको छ र आगामी त्यसको समाधान चाहिँ के खोज्नु भएको छ अथवा प्रतिनिधि मात्रै पठाउने कि अथवा जेएनजीको तर्फबाटै मन्त्री बनाउने कि के सोच्नु भएको छ तपाईँ? यो जेएनजीको तर्फबाटै मन्त्री बनाउने भन्ने कुरामा चाहिँ हामी योग्यताको आधारमा अनि भिजनको आधारमा मन्त्री बनाउने र ठाउँ विशेषले होइन, नेपालमा आफ्नो क्षेत्रभन्दा पनि नेपाललाई विकास गराउन कसरी भिजन लिएर आउनुहुन्छ उहाँलाई चाहिँ हामी सपोर्ट गर्छौँ भन्ने तरिकाले हो। हिजोको दिनमा कोही पनि घाइते म घाइते हुन्छु या कोही पनि शहीद म शहीद हुन्छु भनेर जानुभएको होइन। देशलाई एउटा नयाँ हिसाबले नयाँ नेपाल बनाउँछौँ भन्ने जुन आवाज लिएर जानुभएको थियो उहाँहरूको त्यो कुरालाई पनि रेस्पेक्ट गर्दै छुट्टै छुट्टै होइन, उहाँहरूले पनि देशै बनाउनको लागि योगदान दिन जानुभएको हो। उहाँहरूको बलिदान हामी सबैको लागि थियो। हिजोको दिनमा आन्दोलनमा आउने र आन्दोलनमा नआइकन पनि सोसल मिडियाको थ्रुबाट साथ दिने र देश विदेशमा बसेर पनि यो पनि हाम्रो पनि मुद्दा हो भने साथ दिने जसरी नै नेपाली भएर समेट्नु पर्ने बेला हो नि त। अब त यसलाई त एउटै आवाज बनाउन त हामीले तपाईँले भनेको जसरी हाम्रो उमेरले भ्याएन। हाम्रो राजनीतिक ज्ञान र जियो पोलिटिक्स हामीले बुझेको थिएनौँ। सिकाउने वातावरण माग्दैछौँ हामी। यो संस्थागत हुने जस बित्तिकै तपाईँहरू जस्तो जर्नलिस्ट आएर हामीलाई बोल्न सिकाइदिनुहोस्, हजुरहरू जस्तो डक्टर्स नर्स सबैजना आइदिनुहोस्, हामीलाई के गर्दाखेरि मद्दत हुन्छ। र भोलिको दिनमा हामी चुनावमा नउठे पनि चुनावमा आउने पार्टीहरूलाई हामीले नआउनुहोस् भन्ने होइन, आउनुहोस् तर अब नयाँ भिजनका साथ नयाँ नेपालको लागि र भ्रष्टाचार म गर्दिनँ भन्दै अगाडि आउनुहोस्। अनि त्यसको लागि चाहिँ हामी ढोका बनिदिन्छौँ। द रेड च्याप्टरले चाहिँ हजुरहरूलाई मात्रै होइन नेपाललाई नै खबरदारिता गराउँछ। यो बलिदान चाहिँ अब खेर जान दिँदैन, अबको भएको धन र धनजनको क्षति चाहिँ अब हुन दिँदैन भनेर चाहिँ हामी खबरदारिताकै साइडमा बस्छौँ र आउने स्वतन्त्रहरूलाई हामी खुला रूपमा आउनुहोस् नै भन्छौँ। तर आउँदाखेरि यति कुरा चाहिँ हामीले कुन आवाज उठाएर यो बाटोमा आएको थियौँ त्यो आवाज चाहिँ नबिसाइकन दमन र करार नगर्ने ग्यारेन्टीका साथमा हजुरहरू अगाडि आइदिनुहोस् नै भन्न चाहन्छु। अब यो जेएनजी आन्दोलनका जुन मृतकहरू छन्, घाइतेहरू छन्, उहाँको परिवारले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सिडिओ जसले चाहिँ गोली चलाउन आदेश दियो उहाँहरू विरुद्ध चाहिँ जाहेरी दिनुभएको थियो होइन, जुरी दिनुभएको थियो। तर त्यो अहिले चाहिँ तामेलीमा राख्ने लगभग तयारीमा चाहिँ सरकार अहिले तत्कालै उहाँहरूलाई पक्राउ गर्यो भने सुरक्षा चुनौती छ भनेर प्रहरी प्रमुखले भनेका समाचारहरू पनि आइरहेका छन् र गृहमन्त्रीले पनि प्रेसर दिइरहेका कुराहरू पनि आइरहेका छन्। यसका बावजुद त्यो अब मुद्दालाई चाहिँ अहिले चाहिँ के चिनलाई पेन्डिङ गर्ने भन्ने खालका समाचारहरू बाहिर आइरहेका छन्। जेएनजीले चाहिँ के सोचिरहेको छ यो विषयमा? अब उहाँहरूलाई प्रोटेक्ट गर्ने पनि जतिजना हुनुहुन्छ उहाँहरू पनि त नेपाली नै हो नि होइन र? नेपाली बच्चाको रगत बगेको त उहाँहरूले पनि देख्नु नै भएको हो। हिजोको दिनमा आँखामा पट्टी भए पनि यी बच्चाहरूले बोलेर गोली खाएर देखाइदिएको छर्लङ्ग पारिदिएको भ्रष्टाचार त हजुरहरूले पनि देख्नु नै भएको। अझै पनि व्यक्ति विशेषमै जानेर व्यक्तिलाई ट्याग गर्न सक्दिनँ भन्नुहुन्छ भने त यो त नेपालको लागि त शहीदको आत्माले त तपाईँहरूलाई पनि पिरोल्छ। जसलाई बचाउँदै हुनुहुन्छ उहाँहरूले गोली चलाएको त हामीले देखेको हो नि त। आन्दोलनमा भएको जतिले त गोली भएको र मृतक भएको कुरा त साँचो हो नि त। अब यो साँचो कुरालाई आफै नै आत्मसाती गर्दै हुनुहुन्न भने, नेपालको अस्तित्व जोगाउँदै हुनुहुन्न भने त यो खबरदारी त तपाईँहरूको लागि पनि हो। भोलिको दिनमा छानबिन समिति गठन चाहिँ हुँदैछ, अब छानबिन हुँदैछ भन्दै हुनुहुन्छ भने हजुरहरूको तर्फबाट कसरी चाहिँ योगदान दिनुहुन्छ त? यो प्रश्न त सबैको लागि हो नि त। यो बच्चाहरू एकजना व्यक्तिको लागि मरे होइन, यो बच्चाहरू घाइते यतिकै भएको होइन। यो सरकारले गरेको कुरामा त तपाईँहरूले गरेको हो, देखेको हो र भएको कुरामा त विश्वास गरिदिनु पर्यो नि त। अब उहाँलाई समातिनको लागि सुरुमा त जनआन्दोलन घोषित त गरिदिनु पर्यो। अनि यो उजुरी दिनको लागि उहाँहरूको लागि खुलिदिने बाटो खोलिदिनु हुन्न भने चुनावै मात्रै गराउनको लागि आउनुहुन्छ भने चुनाव 1 वर्ष पछि थियो त। यत्रोजना मान्छे मर्नुपर्ने त थिएन होला। 1 वर्ष वेट गरिदिएको भए यो जिन्दगी फर्केर आउँछ त चुनाव भएपछि? अहिलेसम्म आत्माको शान्ति भएको छैन। मैले जानेको हिसाबले जबसम्म अन्तिम इच्छा पुरा हुँदैन तबसम्म आत्माको शान्ति हुँदैन भन्ने मैले सुनेको छु। यो आत्मालाई के को लागि बलिदान दिए त भनिदिनु पर्यो नि त। आउँदै हुनुहुन्छ आउनुहोस्, हामी खुला रूपले तपाईँको स्वागत गर्छौँ। तर तपाईँ दोषी हुनुहुन्छ भनिसकेपछि अब हामीलाई थाहा भइसक्यो तपाईँ दोषी हुनुहुन्छ। खबरदारिता गराउन तपाईँहरूको लागि पनि हामी बिचमा छौँ, एकजुट भएर छौँ। उहाँहरूलाई कसरी कारवाही हुन्छ अब त हामीले एउटा भोइस बनाएर हामी जान्छौँ नि त। जुन हामीलाई भन्नुभएको छ गृहमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूले हामी एकजुट भएर को हो असली जेएनजी नै छुटाउन सकेको छैनौँ भन्दै हुनुहुन्छ भने हामी एकजुट भएर हामी हो, हामी सम्पूर्ण नेपाली हो जेएनजीको साथमा भनेर हामी प्रश्न लिएर त अब हामी आउँदैछौँ नि त। भनेपछि एकजुट भएर आएको आवाज त तपाईँले दमन गर्न सक्नुहुन्न होला। अब पनि समातिनुहुन्न भने, अब पनि हुँदैन भने हजुरहरू दिनुहोस्। केले गर्दा कुन कानुनको आधारमा समातिनु भएको छ? सरकारले कारवाही गर्नै पर्यो। यो सरकार जनआन्दोलनबाट यो सरकार ल्याउने पनि त यही घाइते होइनन्, यही मृतक होइनन्।
यो हितमा होइन भने त यो सरकार पनि हाम्रो हितमा होइन भन्ने कुरा त हामीले बुझ्नु पर्यो। हिजोको दिनमा 10,000 जनाले मात्रै भोट गरिएको भनेको छ। अब त सबैलाई भोट गर्ने अब हामीलाई थाहा छ नि त हिजोको दिनमा के गल्ती भयो, अब नगर्नुपर्ने गल्ती। अझै पनि यही आन्दोलनको मर्म नै बुझ्नु हुँदैन भने यो आन्दोलनको साथमा कसरी आउनु भयो? धेरै ढिला भएको छ। अब हामी एकजुट भएर एकचोटि पहल गर्छौँ, हुन्छ कि हुँदैन त्यसपछि हामीले हजुरहरूलाई सामु पारदर्शिताको हिसाबले यो कारबाही हुनै पर्छ र यो कारबाही गर्दा के कुराले रोक्छन् र के कुराको बाधा अड्चन छ त्यो पनि खुलाइदिनै पर्यो। अब त्यो पुराना दलहरूले के भन्दैछन् भने अब हामीलाई चाहिँ होइन जेएनजीको जुन चाहिँ प्रधानमन्त्री हुनुहुन्छ अथवा मन्त्री परिषद हुन्छ उनीहरूलाई चाहिँ कारबाही गर्छौँ, हामी सर्वोच्च जान्छौँ भन्ने भन्नुभएको छ। होइन यो जेएनजीले मात्रै गरेको आन्दोलन हो भनेर त उहाँहरूले पनि भन्न पाउनुहुन्न होला। नेपाली भएर गरेको थियो नि त। यहाँनिर त एमालेको कार्यकर्ता, माओवादीको कार्यकर्ता, राजावादी, राज संस्था सबै एकजुट भएको होइन। सुरुमा त नेपाली एकजुट भएको हो। तपाईँहरूले आन्दोलन चाहिँ खासमा के को लागि गर्नुभयो? भ्रष्टाचार विरुद्धको संरचनात्मक सुधारको लागि गरेको छ। त भ्रष्टाचारीहरूले एउटा पनि समाउन सक्नु भएन तपाईँहरूले। हजुर अब हामीले भन्दा पनि सरकार गृह प्रशासन छ, जेएनजीको छ, खै त अहिलेसम्म बसेर पनि हातमा हाम्रो लागेको थियो के सुनिएन। हजुर त्यसकै साथमा त हामी अब संस्थागत हिसाबले पत्र पठाएर कुरा गर्छौँ। हामीले अब प्रधानमन्त्री छुट्टै गएर भेट्दैनौँ। प्रधानमन्त्रीले हामी सम्पूर्णलाई द रेड च्याप्टरलाई पत्र काटेपछि हामी जान्छौँ। तबसम्म यो सडक छोड्ने छैनौँ। तपाईँहरूले आन्दोलन सकियो भन्ने जस्तो लागिरहेको छ भने सुशीला प्राइम मिनिस्टर आएको दोस्रो दिन म पनि जेएनजीको उमेर समूहको म त यहीँ बाटोमा छु नि त। अहिलेसम्म 32 दिन भयो भनिसकेपछि त यो नेपाली अझै यहीँ छौँ नि त। हामीले आन्दोलन समाप्त हुन दिएको छैनौँ। अभिभावक दिएको हो आन्दोलनलाई। अब अभिभावकले नै हाम्रो साथ सुन्नुहुन्न भने त यो अहिलेको सरकारको विरुद्धमा पनि उत्रिनु परेछ भने फेरि पनि उत्रिन्छौँ। 84 मा चुनाव थियो, तपाईँहरूले 82 मा साथ भयो, त्यही चाहिँ हो तपाईँहरूको उपलब्धि भन्छन् के भन्नु? अब यही प्रश्न त लिएर जाँदैछौँ। अब हामी एकजुट त्यही कारणले त गर्दा भएको। चुनाव मात्रै सार्न आउनु भएको हो भने त चुनाव सार्न धेरै हामीसँग जानकारी छ। 1 वर्षपछि हुनै आँटेको चुनाव थियो, यति मात्रै गर्न आउनु भएको हो भने त तपाईँले गर्न सक्नुहुन्न भने गर्न सक्दिनँ भन्नुहोस्। जसरी तपाईँहरूले परिवर्तन ल्याउनु भएको थियो, अब 75-76 जनाले साथ निर्माण गर्नुभयो होइन, त्यसमा परिवर्तन हुन्छ भने सम्पूर्ण नेपालीहरू एकदम आशावादी हुनुहुन्थ्यो तपाईँहरू। तर तपाईँहरूले कस्तो खालको मान्छेलाई पठाउनु भयो अथवा कस्तो लिडर चुन्नु भयो तपाईँहरूलाई अहिले मान्छेले पत्याउन छोडिसक्यो? हजुर अझै पनि हामीले लिडर विशेष र व्यक्ति विशेषमै गएर चाहिँ हामीलाई पत्याउन छोड्या हो होइन। हजुरहरूले देखिहाल्नुभयो सबैजना लिडर हो क्या। आफ्नो क्षेत्रबाट जसरी जोड्दै हुनुहुन्छ यिनीहरू सबैजना लिडर हो। किन हामीले अहिलेसम्म पनि व्यक्तिलाई मात्रै लिडर मानिरहेछौँ त? एउटा संस्थालाई लिडर मान्न सकिन्छ होला। आजभन्दा 10 वर्षपछि केही भयो भने पनि प्रश्न गर्न आउन सक्नुहुन्छ होला। एउटा ठाउँ, एउटा थलो अनि जेएनजी एकीकृत कमजोरी होइन र एउटा भोलिन्टियर गरेर पानी बाँड्ने मान्छेलाई लिडर बनाइदिनु कसो कमजोरी? यो त सम्पूर्ण नेपालीको कमजोरी हो। नेपाली होइन, तपाईँहरू जेएनजी भनेर यसरी रोडमा हुनुहुन्छ होइन, सडक सङ्घर्ष गर्दै हुनुहुन्छ। तपाईँहरूको कर्तव्य दायित्व हो कस्तो मान्छेलाई हामीले चुनेर अगाडि पठाउने, कस्तो मान्छेले हामीले लिडिङ गरोस् भनेर तपाईँहरूको त्यो विवेकले यस्तो यो हामीहरूको भन्दा त यो त हजुरहरूको पनि हो नि होइन। डिस्कोटमा आउनु भएको प्रधानमन्त्री जेएनजीको लागि मात्रै आउनु भएको कि नेपालको लागि आउनु भएको? त्यो तपाईँहरूलाई थाहा होला होइन हजुरलाई थाहा छैन? एज अ नेपाली तपाईँहरूले ल्याएको प्रधानमन्त्री हो नि त, हजुरले ल्याउनु भएन। हामीले के गर्ने? त्यसो भए यो प्रधानमन्त्री हजुरको होइन? प्रधानमन्त्री देशको हामीले हजुर देश भनेपछि तपाईँ पनि नेपाली नागरिक हो नि, तपाईँको पनि प्रधानमन्त्री हो होइन? अब आइसक्नु भएको आएको मान्छेलाई मात्रै विरोध जनाउने हो कि काम गराउने त? भएन भन्न खोजे विरोध होइन, विरोध त अब जो गए पनि उपलब्धि त हुनुपर्ने हो। अहिलेसम्म किन हुन सकेको छैन? हो। तपाईँहरूको कमजोरी होइन त्यो किन हुन सक्यो? एकजुट हुन नसकेर हामीसँग ठाउँ छैन, अफिस छैन हजुरहरूले भनेको जस्तो। जेएनजीको उमेर समूहले हामीलाई आफ्नो व्यक्ति विशेषले गर्दा पार्टीको झन्डा या फन्ड छैन हामीसँग। प्रधानमन्त्रीले पनि भन्न सक्नुभयो जुङ्गाको रेखी नबस्ने आएर मसँग डिस्कस गरिरहनुहुन्छ भनेर अभिव्यक्ति पनि दिइसक्नुभयो। त्यही जुङ्गाको रेखी नबसेको रगतमा आउनु भएको हो नि त उहाँ। त्यो बुझाउनु पऱ्यो नि त उहाँलाई त। त्यही बुझाउनलाई त एकीकृत हुँदैछौँ त हामी। भइसक्यौँ भन्दैछौँ। द रेड च्याप्टर अगाडि आइसक्यो। यही सबै कुरा हजुरहरू पनि जोडिनुहोस्। त्यही नै भन्न आएको आज हामी। अब चाहिँ हामी जोडिसक्यौँ। हाम्रो सम्पूर्ण टिमहरू द रेड च्याप्टरकै जसरी संस्थागत हिसाबले जाने भन्नुभएको छ, अहिलेसम्म सुदन गुरुङको टिमबाट मात्रै पोजिटिभ फिडब्याक आउन सकेको छैन। नत्र त्योभन्दा अरू जति पनि टिमहरू हुनुहुन्छ उहाँहरू सबैजनाले चाहिँ पोजिटिभ फिडब्याक गरेर नै हामी खबरदारीको साइडमा पनि बस्छौँ र एउटा साइड राजनीतिमा पनि लाग्छ। जुन राजनीतिमा लाग्ने समय छ जसमा 25, 26, 27 र 28 वर्षको जुन जेएनजी उमेर समूह छ उहाँहरूलाई साथमा लिँदै र जति पनि स्वतन्त्र नेपालबाट उठ्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि हामी सघाउँछौँ भनेर नै द रेड च्याप्टर इस्टाब्लिस हुँदैछ। यसमा तपाईँले कुनै पार्टीको मान्छे भएर नआउन सक्ने होइन, कुनै मिडियाकर्मी भएर म आउन सक्दिनँ होला भन्नु पर्दैन। म नेपाली हो, नेपालको योगदान गर्नु भनेको म पनि मेरो पनि दायित्व हो। म पनि अब रेस्पोन्सिबल हुन्छु। म
म पनि अब अकाउन्टेबिलिटी लिन्छु। जसरी हिजोको दिनमा आन्दोलनको आह्वान सबैले गरिदिनु भएको थियो, अब आन्दोलनको निष्कर्षको लागि सबैले साथ दिनुस्। त्यही साथ माग्न, नेपालीलाई साथ माग्न एकजुट भएको हामीले जानेनौँ भने सिकाइदिनुस्, हामीलाई साथमा अगाडि बढौँ। अब देशको लागि केही गर्ने बेला छ। हरेकले आफ्नो हिसाबले जुन हामीले भनेको थियौँ हातमा कलम लिनेहरू कलम लिएर उठौँ भने जस्तै अब त आवाज छ। यो द रेड च्याप्टरलाई सपोर्ट गरौँ, सबैजनालाई एकै साथमा लिएर आउने एउटा थलो बनाऊँ। अब निर्वाचनको लागि ढोका बन्नलाई हामीलाई सहयोग गर्नुहोस् नै भन्न अपिल गर्नको लागि आएको। तपाईँले जसरी सक्नुहुन्छ त्यसरी सहयोग गर्नुहोस्, जे जान्नु भएको छ त्यही सिकाउनुहोस्। अब अस्तित्व जोगाउनतिर लागौँ, व्यक्ति विशेषमा होइन। अब चाहिँ संस्थागत हिसाबले र 6000 जना अगाडिसम्म सर्ने तरिकाले हामी स्ट्रक्चर क्रिएट गर्दैछौँ। त्यो स्ट्रक्चरमा मेरो दायित्व के हो त? मेरो देश नेपालको लागि म के गर्न सक्छु भन्ने कुरा आफै नै छलफल गरेर म गर्छु भनेर अगाडि आइदिनुहोस्। हामी हिजोको दिनमा लिडर थिएन भनेर बसेको। हाम्रो अभिभावक दिँदा पनि अभिभावकले शुद्ध पनि हाम्रो आशा मारिसक्नुभयो। अब यो आशा मात्रै योजना होइन, अब कार्यान्वयन गरिदिन्छन् भन्ने आशले मात्रै होइन, हामी गराउँछौँ भन्ने तरिकाले एकजुट भएर आइदिनु भन्नको लागि त हामी यसरी एकजुट भएर बसेको छौँ। हामी सबैलाई समेट्दैछौँ। हजुरहरू पनि आउनुहोस्, जानेको कुराहरू सिकाउनुहोस्, नभएको कुराहरू अब यसरी हुनुपर्छ भनिदिनुहोस्। हिजोको दिनमा नेपाल जसरी नेपालको झन्डा फरफराउँदै यहाँ माइती घरबाट सुरु भएको छ, त्यो झन्डालाई अब झुक्न नदिनुहोस्। अब त्यो झन्डाको के हो त पावर? एकसाथ हुँदा के गर्न सकिन्छ त? आज 6 महिनाको सरकारमा मात्रै फोकस नगरेर यतिजना जति 78 जना मर्नु भएको छ, 78 वर्ष त एउटा राम्रो हुन पाउँछ भन्ने हिसाबले अगाडि बढौँ भन्नकै लागि हामी आछौँ। अब सबैजनासँग तपाईँले पर्सनली सम्पूर्ण नेपालीलाई साझा नमस्ते अनि धेरै धेरै धन्यवाद हजुरहरूलाई। हाम्रो आवाज, यो देशको आवाज सुनिदिनको लागि जति पनि मिडियाकर्मीहरू यहाँ आइदिनु भएको छ। सर्वप्रथम त यो नेपाल देश र अब अस्तित्वको लागि उठेको प्रश्नहरूको उत्तर लिएर अगाडि आएको छौँ। हिजोको दिनमा जुन दिन जेनजीहरूको आन्दोलन भनेर जेनजीहरूले अब चाहिँ केही गर्छन् भन्ने आशा थियो, त्यो आशालाई अब बचाएर संस्थागत हिसाबले एकजुट भएर हामी अगाडि बढ्छौँ भन्ने सन्देश देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हामी एक आवाज भएर जसरी हिजोको दिनमा 100औं थुङ्गा फुलका हामी भनेको जसरी ती 100औं थुङ्गा फुललाई जोडेर एउटा मालाको रूपमा र यो अहिले भएको आन्दोलन को रिमेम्बरिङ लिँदै यो आन्दोलनको बलिदान खेर जान नदिनको लागि हामी सम्पूर्ण एकजुट भएर जसरी हिजोको दिनमा यो माइती घरको बाटोबाट आन्दोलन सुरु भएको थियो, त्यो आन्दोलनमा जेनजीले आह्वान गरेको आन्दोलनमा सम्पूर्ण नेपालीले एकजुट भएर साथ दिनुभएको थियो। भ्रष्टाचारले गर्दा सास फेर्न नसक्ने भएको सिर्जना भएको थियो समयको लागि सम्पूर्णहरू अगाडि मिलेर एकजुट भएर यो बाटोमा आइदिनु भएको थियो। अब पनि आवाज नेपालको अस्तित्व जोगाउन, नेपालमा हामी सबैले हाम्रो आवाज एउटा ठाउँमा पुर्याउन सक्नुपर्छ र जसरी मेरो हातमा यो सिसा छ यसरी नै पारदर्शी हिसाबले सम्पूर्ण नेपालीलाई हाम्रो न्याय व्यवस्थामा विश्वास दिलाउँदै मानव अधिकार हनन हुन नदिँदै र अब भ्रष्टाचार विरुद्धको संरचनात्मक सुधार गर्न र अहिलेको सरकारको जवाफदेहिताको लागि हामी सम्पूर्ण युवा समूहहरू मिलेर अहिलेसम्मको नेपालीहरू मिलेर यसमा हामीले आह्वान गर्नको लागि पनि यो के हो भने हामी जस्तो जेनजी पुस्तालाई धेरै कुराको ज्ञान नहोला तर सम्पूर्ण नेपालीहरूमा भएको ज्ञान र विवेक र राजनीतिक ज्ञान दिँदै हामीलाई सिकाउनुस् र हामी पनि अगाडि हाम्रो नेपाललाई अगाडि लिएर बढ्नेछौँ। यसको लागि चाहिँ हामी सर्वप्रथम नेपाली हुन जरुरत छ। कुनै पनि धर्म, कुनै पनि जात, कुनै पनि पार्टीगत या कुनै पनि आस्था राख्ने मानिसहरूलाई ठेस नपहुँचाउँदै सर्वप्रथम चाहिँ हामी नेपाली हो र नेपालको अस्तित्व जोगाउनलाई साथ दिन्छौँ भन्ने सम्पूर्ण जोडिनुस्, जसका लागि हामीसँग अहिले वार्ता टिमदेखि लिएर मिराजहरूसँग सबैजनासँग सहकार्य गर्दै हामी अगाडि बढ्ने भएको छौँ र यसलाई चाहिँ संस्थागत हिसाबले अगाडि लान्छौँ भन्ने कुरा र हामी छलफलको लागि खुला छौँ। हजुरहरूले पनि आफ्नो प्रश्न राखिदिएर यसको बारेमा जानकारी लिइदिनु हुन सक्नुहुन्छ। यहाँहरूले चाहिँ मैले अघि सुनिमा पनि यहाँहरूको 10वटा कुरामा मागहरू सम्बोधन गरिएको छ भनेर मैले जानकारी पाएको थिएँ, त्यो के हो त्यो पनि त उल्लेख गरिदिनुहोस् न। हजुर, अब यो 10 बुँदे माग लिएको चाहिँ मैले द रेड च्याप्टर भन्नेबाट स्टार्ट गरेपछि अब मबाट हामी भएको छौँ। हिजोको दिनमा एक्लै पारदर्शी सिसा लिएर आएकोमा मैले नेपाल जोडेको छु। हाम्रो प्रशान्त दा, नकुल दादाहरू जस्तो अनि त्यसपछि अनुप दाई अनि हाम्रो भाइहरू जस्तो हरेक युवालाई नेपाली भएर समेट्दैछौँ। अनि यसले चाहिँ तपाईँको न्याय र मानव अधिकारको लागि 1 अनि नम्बर 2 मा चाहिँ भ्रष्टाचार विरुद्धको संरचनात्मक सुधारको लागि 2 र अहिलेको सरकारको जवाफदेहिताको लागि अनि अहिलेको सरकारले गर्न सक्ने र माग सम्बोधन भएको जुन जेनजीहरूको लागि हेल्पलाइन नम्बर थियो 1115 को हेल्पलाइन नम्बर
जेनजी क्लिनिक अनि मृतकको फ्यामिलीमा पैसा पुर्याइने भनेको थियो, पुगेको थिएन। त्यसको लागि पहल र अहिले जति पनि तपाईँहरूले घाइतेहरूको डिटेल्स पाउनुहुँदैछ त्यो डिटेल्स र दीर्घकालीन सुनिश्चितताको लागि चाहिँ तिहारपछि फेरि गृहमन्त्रीहरूसँग फेरि मिटिङ गरेर हामी मन्त्री परिषदसँग फेरि मिटिङ गरेर गर्दैछौँ र अहिलेसम्मको उपलब्धिमा चाहिँ हामीले 9वटा बुदाबाट उपलब्धि। नम्बर 1 को स्वतन्त्र क्षतिपूर्ति तथा पुनर्स्थापना आयोग गठन, जसले घाइते र स्थानीय अपाङ्गता भएका व्यक्तिलाई उचित क्षतिपूर्ति, उपचार र दीर्घकालीन अवसर दिने सुनिश्चिततामा दीर्घकालीन अवसर सुनिश्चितता गर्नको लागि चाहिँ समय माग्नु भएको छ र उचित उपचार र क्षतिपूर्तिको लागि चाहिँ मृतकको फ्यामिलीमा पैसा पुर्याइने र कतिवटाको घरमा तपाईँको ब्याङ्क अकाउन्ट सुद्धा पनि थिएन, त्यो खोलाएर पर्सनली सिडिओ सरलाई फोन गराएर अघिल्लो दिन 5 घन्टा र अर्को दिन 4 घन्टा सँगै बसेर गृह मन्त्रालयमा गृह कार्य गरेरै द रेड च्याप्टरको टिम र घाइतेको टिम अनि हाम्रो दादाहरू जस्तो सबैजना गएर अनि हाम्रो साथी सम्राज्ञी हाम्रो सबैजना चाहिँ अगाडि गएर चाहिँ हामीले यतिसम्मको चाहिँ सफलता हासिल भएको छ, जसले गर्दा धेरै सहजता नभए पनि अलिकति हाम्रो मृतक परिवारलाई र घाइतेलाई चाहिँ मद्दत भएको छ। अनि अहिलेसम्म माग चाहिँ सम्बोधित भइसकेको छ, तर पुरै मागमा चाहिँ उहाँहरूले अहिलेसम्म भएको छैन। नम्बर 1 को चाहिँ सम्बोधित भएको छ। हजुर, यहाँहरूले जेनजीबाट नै हजुरहरूले यो आन्दोलन यो तपाईँहरूले आन्दोलन भनौँ न एउटा गरिराख्नु भएको छ भनेर ओभरअलमा, तर तपाईँको जेनजी नै डिभाइड भएको भने बाहिर चाहिँ डिभाइड भएको हो र? होइन, अहिलेसम्म सबैले आफ्नो आफ्नो हिसाबले पहल गर्न पाए। मैले जसरी जाने त्यसरी पहल गर्न सकेँ, उहाँहरूले जसरी जान्दै हुनुहुन्छ त्यसरी पहल गर्दै हुनुहुन्छ। हामीलाई जेनजी पुस्तालाई सम्पूर्ण कुराको ज्ञान छैन होला, किताब पढ्न हामीलाई गाह्रो हुन्छ होला, तर हजुरहरू जस्तो जान्ने बुझ्ने मान्छेले किताब पढेपछि किताबको निष्कर्ष के हो त भन्ने एउटा सिकाउने साझा थल हो। अनि हाम्रो उमेरले भोलिको निर्वाचनमा उठ्न नमिले पनि आज पश्चात आउने अर्को निर्वाचनको लागि तयारी गर्दै खबरदारिता गराउनको लागि जुन हामीले सक्छौँ, जसको लागि चाहिँ हामी सम्पूर्ण नेपालीले खबरदारिताको साथमा अगाडि बढ्नुपर्छ। अनि त्यसको लागि चाहिँ गठन भएको यो संस्था हो। अब यो संस्थालाई चाहिँ हामी संस्थागत हिसाबले किन लाने भन्दा हजुरहरूले भनेको जस्तै जेनजीहरू छुट्टा छुट्टै भए, अहिलेसम्म उहाँहरूको मेन मागहरू नै पुरा भएको छैन। अनि जुन आन्दोलनलाई जनआन्दोलनकै घोषित भएको छैन, भोलिको दिनमा जुन घाइतेहरूलाई गोली लागेको छ उहाँहरूको गोली नै अहिलेसम्म निकालिएको छैन। त्यो गोलीको उम लिएर भोलिको दिनमा वैदेशिक रोजगारीको लागि जान सक्नुहुन्न, नेपालमा रोजगारीको सिर्जना गर्नको लागि भ्रष्टाचार रोक्नको लागि केही पहल नै भएको छैन। जुन हामी कसैको विरुद्धमा निक्लेको आन्दोलन थिएन, यो त सबैलाई साझा नेपालमा सास फेर्न गाह्रो भयो, भ्रष्टाचारले गर्दा अब चाहिँ हुनु हुँदैन भन्ने एउटा मुद्दा लिएर अगाडि बढेको थियो भनिसकेपछि अहिलेसम्म त्यही मुद्दामा हामी काम नै गर्न सकेको छैनौँ, एकजुट भएको छैनौँ र जानेनन् भन्ने कुराको लागि चाहिँ द रेड च्याप्टर इज देयर होइन। अब हामी सबैलाई सिकाउनुहोस्, हाम्रो जति पनि अब अहिले जेनजी भनेर अगाडि आउनुभन्दा पनि अब नेपाली भनेर अस्तित्व जोगाउनको लागि हजुरहरू पनि साथ गरिदिनुहोस्, हजुरहरूले जानेको कुरा पनि सिकाइदिनुहोस् भन्नेकै लागि नै यो अपिल भइरहेको हो अहिलेसम्म। अब चाहिँ खबरदारिताको साइडमा बसेर अब आउने निर्वाचनमा को आउँदै हुनुहुन्छ, केका लागि आउँदै हुनुहुन्छ र यो तपाईँले देखेको जस्तै यो बलिदान खेर नजाओस् भनेर आजभन्दा 10 वर्षपछि पनि कुनै घाइतेलाई अहिलेको गोलीले असर गर्छ भने त्यतिखेर द रेड च्याप्टर अगाडि रहनेछ र घाइते र मृतक फ्यामिलीलाई साथमा राखेर उहाँहरूको अन्तिम इच्छा के थियो त भ्रष्टाचारको लागि संरचना सुधार गर्नलाई हामी चाहिँ ट्रान्सप्यारेन्सीको हिसाबमा पारदर्शी ढोका बनाएर अगाडि बढ्छौँ, सिस्टम क्रिएट गर्नलाई हामी खबरदार गरेर बस्छौँ। सिस्टम यस्तो होस्, पशुपतिमा जाँदा जुत्ता खोलेको बराबर होस्, राष्ट्रपति जानुहुन्छ भने पनि जुत्ता खोल्नुहुन्छ, प्रधानमन्त्री जानुभयो भने हामी सम्पूर्ण जाँदा जुत्ता खोलिने एउटा जुन सिस्टम छ त्यो चाहिँ तपाईँहरूले अब राजनीतिमा जाँदाखेरि भ्रष्टाचारलाई चाहिँ बाहिर जुत्तालाई चाहिँ बाहिर खोलेर त्यसपछि राजनीतिमा प्रवेश गर्नुहोस्। अब सबैजना स्वतन्त्र आउनेहरूलाई साथ दिँदै र हिजोको दिनमा पार्टीकै झन्डा बोके तापनि तर नेपालको देशलाई केही गर्छु र कसैपट्टिको आस्थालाई म अस्तित्व जोगाउँछु भन्नुहुने सबैलाई यो एकै ठाउँमा समावेश गर्दै र खबरदारिता गर्न अनि जुन ढोका थियो त्यो ढोका चाहिँ द रेड च्याप्टर बन्दिने र त्यो ढोकाको बाहिर नै जुत्ता खोल्नुपर्छ भन्ने सिस्टम सिकाउनको लागि चाहिँ द रेड च्याप्टर फर्म भएको हो। अब यहीँबाट जति पनि अलग हुनुभएको जेनजीको ग्रुप छ सबैलाई जोड्ने र समेट्ने हामी प्रयास गर्दैछौँ। सकेसम्म हामीसँग अहिले 5-6वटा एक्टिभ ग्रुपहरू एड भइसक्नु भएको छ अनि जसले हाम्रो छुट्टा छुट्टै हिसाबले पनि देशको लागि केही गर्दै हुनुहुन्थ्यो, जस्तै अब नेपाल रियाक्टको टिमदेखि लिएर वार्ता टोलीदेखि लिएर द रेड च्याप्टरको टिमदेखि लिएर यो सबैले चाहिँ एउटै आवाज र अब व्यक्ति विशेषमा होइन अब संस्थागत हिसाबले हामी पत्र पठाएर बोल्छौँ। हरेक प्रधानमन्त्री निवास र गृहमन्त्री हामी छुट्टा छुट्टै धाउँदैनौँ, नेपालीको एक आवाज समेटेर जान्छौँ। हरेक
भोलिको दिनमा कुनै पनि शहीद फ्यामिलीको घरमा मेरो छोरा त गुम्यो यो देशले के को लागि पायो भन्दा जनआन्दोलन घोषित गराउनको लागि हामी सर्वप्रथम 2082 जेएनजी जनआन्दोलन भनेर घोषित गराउनुपर्छ भन्ने पक्षमा छौँ र यो आउने निर्वाचन पनि गर्नुपर्छ। तर निर्वाचनमा आउने निर्वाचनको प्रक्रियामा हामी खबरदारिता गरेर ढोका बनेर अगाडि बस्नुपर्छ र सम्पूर्ण नेपालीले अब चाहिँ यो बलिदान खेर जान दिनु हुँदैन। कुनै पनि शहीदको फ्यामिलीलाई भोलि पर्सि तपाईँलाई हस्पिटलमा कुरुवा बस्नको लागि पनि कोही छैनन् भन्ने बुवा आमा हुनुहुन्छ, उनीहरूको लागि यो युवा समूह र यो द रेड च्याप्टर हुनेछ। हजुरहरूले मागेको जसरी हिजोको दिनमा नेपाललाई एकै ठाउँमा ल्याएर एउटै आवाजले अब चाहिँ नयाँ नेपाल लेख्छौँ, अब चाहिँ अस्तित्व जोगाउँछौँ, अब यो बलिदान फेरि हुन दिँदैनौँ र अब यो बलिदान भइसकेको मान्छेहरूको बलिदान के को लागि थियो भन्ने कुरा आत्मसार गर्दै अगाडि बढ्छौँ। त्यसकै लागि हामी सबै एकजुट हुँदैछौँ, सक्दोलाई जोड्ने प्रयास गर्दैछौँ। अझै पनि हजुरहरू यो मिडियाको थ्रुबाट जतिले हामीलाई हेरिराख्नु भएको छ आउनुहोस्, जोड्यौँ, हजुरले जानेको ज्ञान सिकाम, सँगै अगाडि बढौँ। यो देश हाम्रो मात्रै होइन, हामी सम्पूर्ण नेपालीको र नेपालमा मात्रै होइन विदेशमा बस्नेहरूको पनि सबैजनाको योगदानको साथ अब चाहिँ देश बनाउनुपर्छ। अब यत्रो हामी फेरि यो धनजनको क्षति हजुर सुदानजी पनि पहिला नै अहिले यहाँ धेरैचोटि आइसक्नु भयो अनि मिराजको टिमसँग पनि हिजो छाडि अस्तिको दिन भर्खर कुरा भएको थियो। उहाँहरूको चाहिँ के छ भिजन, भोलिको दिनमा हामी अड्छौँ कि अड्दैनौँ, जसरी हामीले नेपालको हामीले जुन अस्तित्व जोगाउन लागिरहेको छौँ त्यो हुन्छ कि हुँदैन। अब तपाईँहरूसँग पनि केही भिजन छ भने, भोलिको दिनमा केही काम गर्दै हुनुहुन्छ भने हामीलाई पनि अटाउने ठाउँ छ भने भन्नुहोस् भनेको छौँ। मेरो टिमसँग कुरा गरेर खबर गर्छु भन्नुभएको छ मिराजीले पर्सनली कुरा हुँदाखेरि, अहिलेसम्म चाहिँ खबर आएको छैन, 2-3 दिन भयो। अनि यहाँ आजको लागि हामीले धेरै कल गर्ने प्रयास गऱ्यौँ तर उहाँकोबाट फोन चाहिँ रिसिभ भएको छैन। त्यसो भए तपाईँहरूको जेएनजी समूहले चाहिँ रेड च्याप्टरबाट चाहिँ केही कामहरू गर्छ हजुर, सबै होल जेएनजीहरू त रेड च्याप्टरमा इन्भल्भ हुनुहुन्छ हजुर। त्यसो भए तपाईँहरूको जुन यो 10 बुदाको माग छ त्योमा पनि करप्सन भनेर तपाईँहरूले राख्नु भएको छ। त्यसो भए 23 र 24 गते पनि करप्सनकै लागि थियो होइन? तपाईँ त्यो 23 र 24 गतिको लागि होल जेएनजीको तर्फबाट तपाईँ के भन्नुहुन्छ, सफल या असफल? अहिलेसम्म त तपाईँको प्रश्नको उत्तर तपाईँको प्रश्नमै छ। जेएनजीकै आन्दोलन हो भन्ने कुरा त अहिलेसम्म कसैले आधिकारिक रूपमा त घोषित गरिदिनु भएको छैन। तर मिराज ढुङ्गाना लगायतको सबैले त त्यो आन्दोलन हामीले नै प्रतिनिधित्व गरेर गरेको र बिचमा चाहिँ घुसपेट भएको भन्ने हो नि त खासमा होइन र? त्यो आन्दोलन त जेएनजी समूहले नै गरेको हो नि त। बिचमा घुसपेट लगायत भइसकेपछि हिंसात्मक क्रियाकलापहरू भयो भन्ने हो नि त अहिलेसम्मको। हजुर, अब हालसम्मको भन्नुपर्दा हजुरले भनेको जस्तै मेन भएको भनेको जेएनजीले नै आह्वान गरेको आन्दोलन थियो। यो आन्दोलनमा हरेक नेपालीले साथ दिनुभएको हो। यो बेलामा मृतक हुने सबैजना मृतक भएकै हुन्, शहीद हुने सबैजना शहीद हुनु भएकै हो। अनि घाइते जति 2400 जनाको डिटेल्स छ उहाँहरू घाइते हुनु नै भएको हो। तर के का लागि भन्दा त्यो बेलामा देशको लागि थियो नि त, कसैको व्यक्ति विशेषको लागि थिएन नि त, कुनैको विरुद्धमा थिएन नि त। यो त हामीले सास फेर्न सकेनौँ, सास फेर्ने वातावरण दिनुहोस् भन्नुभयो। हजुर, द रेड च्याप्टर चाहिँ सर्वप्रथम यहीँनेरि आन्दोलनबाटै रगतको अध्यायबाट सुरुवात भएको। यो चाहिँ अहिलेसम्म फेसबुक पेज मात्रै छ। तपाईँले फेसबुक पेजमा गएर कसरी एक्लै आएर बहिनी बसिन्, त्यसपछि को जोडियो, त्यसरी कसरी भयो, अनि अहिलेसम्मको फन्डिङको कुरा गर्दा या तपाईँहरूलाई कसले फन्ड गर्दै हुनुहुन्छ भने हामीलाई सबैले गर्नुभएको छ। कर्णेल अङ्कलले 5000, उताबाट दाइले 10000, नेपाली हरेक तपाईँको पत्रकारहरू आउनेहरूले खाजा खानको लागि पैसा, दाइहरू जस्तो मान्छेले एमालेको, माओवादीको या राजावादीको सबैले किनिदिएको म्याट, फर्स्टमा चाहिँ नेपाली भएर सहयोग गर्न आउनु भएको छ अहिलेसम्म। अनि त्यो अब जस्तै अजय श्रेष्ठ दाई सोसल अभियन्ता अनि आशिका दिदीले पनि आएर 10000 दिनुभयो। हाम्रो चाहिँ फन्डिङ यसरी नै चलिरहेको छ। अब अहिलेसम्म चाहिँ दर्ता पनि भइसकेको संस्था होइन, दर्ता चाहिँ गराउनुपर्छ, गराउँदाखेरि सबैलाई समेटेर त्यसमा दर्ता गराउनुपर्छ, एकलौटी हिसाबले होइन भनेरै अगाडि बढिरहेको छौँ। अब अहिलेसम्म ट्याग लाग्ने हो भने जुन पारदर्शिकता मैले यो बोकेर बसेको छु त्यो मैले डे 1 देखि कसरी स्टार्ट भएको, के बोलेको, र उहाँ दिदीहरू पहिलो दिनमा प्रश्न सोध्ने दिदीहरू यहीँ हुनुहुन्छ, पहिलो दिनदेखि देख्ने दिदी र सबैभन्दा फर्स्ट भिडियो हालिदिने दिदी यहीँ हुनुहुन्छ। भनिसकेपछि कसरी यो बहिनी आएको थियो र कोबाट परिचालित भएको थियो भन्ने कुरा त हरेक नेपालीले र यो माइती घरमा बस्नुहुने हरेक घरमा ढोकढकाउनु भयो भने देख्नुहुन्छ। होइन, यो चाहिँ नेपालको अस्तित्व जोगाउने बेलामा यस्तो प्रश्न गर्नुहुन्छ या हामीलाई टुटफुट र बाधा अर्चन गर्नुहुन्छ भने त यो त अरूहरूले व्यक्ति विशेषमा पर्ने कुरा भयो। यसमा चाहिँ हामी केही बोलिनौँ। तर जसले पनि देशको लागि अहिले सोचिरहेको छ यो एकजुट हुनु र संस्थागत हुनु हामी सबैको हो।
र यो जनआन्दोलन घोषित हुनु भनेको हाम्रै हितको लागि हो अनि भ्रष्टाचारको विरुद्ध केही गर्न सक्नु भनेको हाम्रै नेपालको हितको लागि हो भन्ने कुरा चाहिँ लिदिन सक्नु पर्यो। हालसम्म तपाईँ अहिले सरकारप्रति चाहिँ कतिको आशावादी हुनुहुन्छ? हामी धेरै नै आशावादी छौँ यो सरकारप्रति, किनभने उहाँहरूले यो रगतकै लागि यो रगतकै बलिदान खेर नजानको लागि आएको हो भनेर भन्नुभएको छ। तर पनि अहिलेसम्म पनि चुनावको लागि मात्रै हो भनिदिँदाखेरि चाहिँ अलिकति आशा हाम्रो मर्दै गएको छ होइन। हिजोको दिनमा जुन आवाज थियो भ्रष्टाचारको लागि त्यो चाहिँ केही पनि काम नै गर्दिन। जुन घाइते थियो, जुन शहीद परिवार थियो, रेकगनाइजेसनको लागि एउटा राजपत्र निकाल्न सकेको छैन। उहाँहरूलाई भोलि पर्सि उहाँको पुस्ताले मेरो छोरा के को लागि बित्यो त भन्दा जनआन्दोलनको लागि र देशको हितको लागि भनिदिनै सक्नु भएको छैन भने अहिलेकै हाम्रो हितको लागि आएको सरकारले नै यो आन्दोलनलाई मान्यता दिनु भएन भने चुनाव पछि आउने सबैले हामीलाई यो आन्दोलनलाई हामीले गरेकै हो जनहितको लागि भनिदिनुहुन्छ कि भोलिको दिनमा हामी पनि एउटा भिड मात्रै थियो, यसमा कसैको पनि नेतृत्व थिएन नै भनेर दबाइन्छ कि जुन अपराधी भनेर जुन हामीलाई ट्याग दिएको छ, जुन टेररिस्ट भनेर जुन ट्याग दिएको छ त्यही नैको लागि हामी अगाडि बढेको हो भनिदिनुहुन्छ कि अहिलेको आउनु भएको सरकारले त हामीलाई रेकगनाइज गर्नुहुन्न भने भोलि आउनेमा के आशा मात्रै गर्ने? अझै पनि आशा मात्रै हाम्रो योजना हो त। तपाईँहरू अब यसरी यो ग्रुप मिराजहरू एकतिर हुनुहुन्छ, सुदनहरू अर्कोतिर हुनुहुन्छ, तपाईँहरू एकतिर हुनुहुन्छ, प्रवेशहरू अर्कोतिर हुनुहुन्छ। तपाईँहरू एक चाहिँ कहिले हुनुहुन्छ? किनभने तपाईँहरूले जुन ठुलो उपलब्धि ल्याउनु भयो, एउटा परिवर्तन जो मान्छेले त्यति चाँडै अपेक्षा गरेका थिएनन्, तपाईँहरूले त्यो परिवर्तन 36 घन्टा अझ भनौँ मलाई लाग्छ 5-6 घन्टाको अन्तरालमा त्यो एक खाले परिवर्तन आयो। त्यो परिवर्तनलाई तपाईँहरूले चाहिँ संस्थागत गर्न सक्नु भएन। तपाईँको कोल्टामा आएको पनि धेरै कुराहरू घुमिसक्यो भनेर होइन, त्यो कुरा तपाईँहरूले सामना गरिरहनु भएको छ, धेरै मान्छेले त्यो फिल पनि गर्नुभएको छ। अब तपाईँहरू एक चाहिँ कहिले हुनुहुन्छ र यो एक भएर यो देशका लागि जसरी तपाईँ 22 गते एउटा सडकमा होइन शान्तिपूर्ण आन्दोलनमा उत्रिनु भएको थियो, त्यो जुन उद्देश्यका साथ उत्रिनु भएको थियो त्यो उद्देश्य परिपूर्ति गर्नका लागि अब त्यो कुरालाई अझ अगाडि लैजानका लागि यसलाई संस्थागत गर्नका लागि तपाईँहरू एक चाहिँ कहिले हुनुहुन्छ? अब हामी सबैजनाले आफ्नो हिसाबले पहल चाहिँ गर्दैछौँ अनि प्रवेशसँग पनि भाइसँग पनि कुरा भएको थियो। उहाँ पनि हाम्रोमा एकदमै एकबद्धता हुनुहुन्छ। अहिले एउटा मिटिङमा भएर मात्रै यहाँ आउन पाउनु भएको छैन। मिराजीको टिमसँग पनि उहाँहरूको राम्रो भिजन र भोलिपल्टको लागि देशको सुशासन हुन्छ भने हामी पनि अड्छौँ भने हामी नेपाली पनि अड्छौँ भने हामीलाई पनि मिल्नलाई केही पनि अहिलेसम्म प्रब्लम छैन र उहाँहरू पनि आफ्नो हिसाबले अहिले रिसर्च गर्दै अगाडि बढ्दै हुनुहुन्छ। कसरी चाहिँ लाने भन्ने कुरा उहाँहरू पनि अहिलेसम्म स्पष्ट हुनुभएको छैन र त्यसमा काम गर्दै हुनुहुन्छ। अनि सुजानजीको टिममा चाहिँ मैले 7वटा संयोजक उहाँहरूले बनाइदिएको 7वटा संयोजकलाई चाहिँ भेटेर पनि आफ्नो कुरा पनि र यो त नेपालको मुद्दा हो, अब यसमा चाहिँ के भिजन छ, हजुरहरूको के प्लानिङ छ, अब यो आन्दोलनलाई कसरी खेर जान दिँदैनौँ र संस्थागत कसरी गर्नुहुन्छ भन्ने कुरा हामीलाई पनि खुलाइदिनुहोस्, हामी पनि जोडिन्छौँ भनेर भन्दाखेरि अहिलेसम्म खुलाउन सक्नु भएको छैन। 3 दिनको टाइम भइसक्यो। अहिले आज पनि फोन गरेर सुदानजीसँग पनि कुरा भएको थियो, दाइ अब हामी सब एकजुट हुने भयौँ, अब अगाडि बढ्नुपर्छ भनेर मैले उहाँलाई पनि फोन गरेको थिएँ। हुन्छ एकबद्धता छ तर अहिले नै चाहिँ म आउन सक्दिनँ भनेर भन्नुभएको छ। अब भोलिको दिनमा आउनुहुन्छ होला उहाँ पनि। यहाँले पनि पक्कै पनि रियलाइज गर्नुभएको कुरा हो, एक नभइकन तपाईँहरू नमिलिकन परिवर्तन जुन आयो त्यसलाई संस्थागत गर्न सम्भव देखिँदैन। पुराना राजनीतिक दलहरू फेरि होइन आफ्ना कुराहरू आएर बाहिर यो एउटा भ्रास पुग्न थालिसकेको अवस्था छ। तपाईँहरूले विभिन्न सामाजिक सञ्जालमा उनीहरूका बैठकमा त्यो कुराहरू सुनिरहनु भएको छ। अब उनीहरू आफू कसरी अगाडि बढ्ने र फेरि पनि आफै नै माथि कसरी आउने, नेतृत्वमा कसरी आउने, भोलि प्रधानमन्त्री कसरी बन्ने भन्ने लाइनमै छन्। युवाहरूका चासो उनीहरूले आफ्नो एजेन्डामा समेटेपछि त्यति धेरै युवाहरूलाई समेट्लान् जस्तो अहिलेको जुन सिनेरियो छ त्यसले चाहिँ देखिँदैन। तपाईँहरू नमिलिकन जसरी 23 गते मिल्नु भएको थियो, सबै एक जेन्जी आन्दोलन भनेर एउटा मुद्दाका लागि सडकमा आउनु भएको थियो होइन। फरक फरक ठाउँमा आस्था राख्नुहुन्छ होला तर त्यो आफ्नो एउटा एजेन्डाका लागि एक ठाउँमा आउनु भएको थियो। त्यो नआइकन सम्भवतः तपाईँहरूले पनि फिल गरिसक्नु भएको छ यो कुरा चाहिँ हामी संस्थागत गर्न सक्दैनौँ। भोलि अब अहिलेकै पुरानो नेतृत्वहरू आयो भने तपाईँहरूलाई जो सडकमा आन्दोलन गर्नुभएको छ, जो घाइते छन् तिनीहरूलाई भोलि आतङ्ककारी टेररिस्ट प्रहार गरिदिनु पनि बेर छैन होइन। त्यो कुराहरूलाई संस्थागत गर्नका लागि तपाईँहरूले के सोच्नु भएको छ? अब जस्तै यो कुरा तपाईँले सोध्नु भएको प्रश्न जसले जेनजीको नेतृत्व गर्नुहुँदैछ भनेर सुदानजी भन्नुभयो, उहाँले पनि सोचिदिनुपर्ने कुरा हो। संस्थागत कसरी गर्ने अनि संस्थागतको चेयरपर्सनदेखि लिएर सबैलाई पिलर्समा कसरी समेट्ने भन्ने चाहिँ उहाँबाट पनि भिजन नदेखेकै कारणले गर्दाखेरि चाहिँ यहाँ सबैजना जोडिँदै हुनुहुन्छ। अब एकलौटी हिसाबले त हामीले सुजनजीलाई मात्रै लिडर बनाउनलाई पनि गरेको होइन। हामीले त्यो बेलामा लिडर नै नभएको एउटा उसलाई नेतृत्व गरिदिनु भयो, समाजसेवा गरेर अगाडि आइदिनु भयो। तर जसरी उहाँले पनि एक्लै काम गरिराख्नु भएको छ, यो एक्लै कामले पनि भएन, हामी पनि साथ दिन्छौँ नै भनेर आएको
होइन। जसरी अब देश बनाउनको लागि त्यसरी हामी आएको थियौँ, एकजुट हुनु नै पर्छ भनेर आएको। अनि प्रवेशजीहरू पनि छुट्टिनु भएको छैन, उहाँ पनि उमेरले अहिलेकोमा उठ्न नमिल्ने, तर अब भोलिको दिनमा फेरि गएर कलेजहरू फेरि पढ्नुपर्ने एउटा त्यो पनि छ। हामीहरू फेरि आफ्नो ठाउँमा फर्किनुपर्ने त्यो पनि छ। आज बिहान के कमायो बेलुका के खाने भनेर सोच्नुपर्ने नेपाली छ भनिसकेपछि त संस्थागत नगरिकन यो कुरा सम्भव नै छैन। खबरदारीका साइडमा हामीसँग प्रवेशजी पनि एकबद्धतै हुनुहुन्छ, त्यही भएर चाहिँ उहाँको वार्ता टोलीबाट अहिले 3 जना यहीँ हुनुहुन्छ, अर्को दिपकजी पनि यतै हुनुहुन्थ्यो। 4 जना वार्ता टोलीबाट भइसकेपछि हामीलाई सबैजनालाई नै यहाँ ग्यादर गर्नुभन्दा पनि उहाँहरूको एकजुट भइसकेको चाहिँ अतिबद्धता देखाउन चाहन्छु। अब जस्तै टिका भाइसँग पनि हिजो भर्खर कुरा हुनुभएको थियो, उहाँहरू पनि एकदमै पोजिटिभ हुनुहुन्छ यसमा जोडिनमा लायक चाहिँ। अब अहिले नै चाहिँ उहाँहरू एउटा मिटिङमा भएर मात्रै आउन नपाउनु भएको भन्नुभएको छ। मिराजीसँग धेरै कन्ट्याक्ट गर्ने कोसिस गरिसक्यौँ, तर उहाँसँग कन्ट्याक्ट अस्ति 3 दिन अगाडिसम्म भएको थियो। अनि उहाँहरूको भिजन्स चाहिँ अहिले क्लियर भइसकेको छैन नै भन्दै हुनुहुन्छ। अनि हामी चाहिँ के कुराले गर्दा छिटो हौँ अलिक भन्दाखेरि अब 5 महिना मात्रै समय बाँकी छ। 1 महिना हामीलाई मिल्न नै लाग्यो भने देश कहिले बनाउने, निर्वाचनको लागि तयारी कसरी गर्ने, अनि निर्वाचन भएन भने हाम्रो देशमा हुने गृहयुद्ध कसरी रोक्ने, र अब भएको यो घाइतेहरूको लागि त ढिला भइरहेछ नि त। सरकारको लागि 1 महिना केही होइन होला, व्यक्तिको लागि 1 महिना धेरै ठुलो समय हो। अहिलेसम्म मिल्न नै सक्नु हुँदैन भन्ने त उहाँहरूलाई पनि त लिडर बन्नको लागि के का लागि चाहिँ लिडर बन्नु हुँदैछ भन्ने त प्रश्नै हो नि त। सबैलाई एकजुट अझै पनि गर्न सकिँदैन भने त लिडर के को लागि भनिँदैछ। अब म लिडर कसलाई माग्छु, उहाँहरू जस्तो आवाज उठाउनुपर्छ। भोलिको दिनमा म कलेज फर्केर जाँदाखेरि पनि म मात्रै होइन, म लगायत हामी जस्तो सबैको आवाज समेटिने ठाउँ हुनुपर्छ भनेर जोडिन आउनु हुनेलाई लिडर मान्छु म। व्यक्ति विशेषमा म लिडर माग्दिनँ। घाइतेबाट प्रतिनिधित्व गरेर 3 वटा गोली लाग्यो भनेर यहीँ हुनुहुन्छ उहाँलाई गर्छु म। हाम्रो अङ्कितजी बस्नु भएको छ यहाँ, अहिलेसम्म घाइतेहरूलाई एकैजुट बनाउनुपर्छ, भोलिको दिनमा घाइते र मृतक परिवारको लागि बोलिदिनुपर्छ भनेर उहाँले बनाउनु भएको उहाँ हुनुहुन्छ यहाँ। दिपकजी जसले हाम्रो जतिवटा अलायन्सको जतिवटा टिमहरू हाम्रो सोसल मिडियाको थ्रुबाट बन्दैछ उहाँलाई लिड गरिदिने मान्छे हुनुहुन्छ यहाँ। भनेपछि सबै भिड मात्रै जम्मा भएर होइन, काम गरिदिने हामीसँग एक्टिभ टिम हुनुहुन्छ यहाँ। जस्तै उहाँ पनि वार्ता टोलीबाटै हो, योग्यताजी पनि वार्ता टोलीबाटै हो। सबै गएन उहाँहरूले पनि जान्नु भएको छैन, सिकाउनुहोस् भनेर उहाँहरू पनि तत्पर हुनुहुँदैछ भनेपछि वार्ता टोली मिराजको टिम, सुदानको टिम भन्दा पनि अब नेपालीको टिम हो। यसमा चाहिँ सबैजना आउन पाउनुहुन्छ। ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक। सस्तो, छिटो र भरपर्दो फाइबर नेट र आइपिटिभी भनेकै एडमिशन ओपन जुम ब्यूटी एकेडमी, नेपालकै नम्बर 1। 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। राइट संसार, देशको मुहार।